हेलो एभ्रिवान, आज हामी पाइथनको लिस्ट पढ्न जाँदैछौँ। लिस्ट भनेको एउटा पाइथनको डेटा टाइप हो जसले मल्टिपल आइटमहरू सिंगल भेरिएबलमा स्टोर गर्छ। लाइक यो चाहिँ एरे टाइपकै हो भनौँ न। ओके, यसको डिफ्रेन्ट इक्जाम्पलहरू यहाँ छन्। ओके, यो चाहिँ एउटा लिस्टको इक्जाम्पल हो। ओके, यो लिस्टलाई चाहिँ हामीले माई लिस्ट भन्ने भेरिएबलमा स्टोर गरेका छौँ है। अनि यो भित्र छ नि, लिस्टको भित्र भएकोलाई चाहिँ लिस्टको एलिमेन्ट्स भनिन्छ। यसलाई चाहिँ हामीले स्क्वायर ब्राकेटले इन्क्लोज गरेर राखिन्छ र डिफ्रेन्ट एलिमेन्टहरू चाहिँ कमाले सेपरेट गरिन्छ। ओके, यो नि अर्को लिस्टको इक्जाम्पल हो। यहाँ चाहिँ डिफ्रेन्ट डेटा टाइपहरूको मिक्स्ड भएर चाहिँ यसलाई होमोजिनियस लिस्ट पनि भन्न सकिन्छ। यो भनेको इन्टिजर हो है, यो भनेको इन्टिजर, यो भनेको हाम्रो स्ट्रिङ भयो है डेटा टाइप, यो फ्लोट, यो बुलियन भयो। ओके, यो डिफ्रेन्ट डेटा टाइपको कलेक्सन छ यसमा चाहिँ है। त्यसलाई चाहिँ माई लिस्ट भन्ने भेरिएबल, एउटै भेरिएबलमा हामीले डिफ्रेन्ट एलिमेन्टहरू डिफ्रेन्ट डेटा टाइपको स्टोर गरेको भएर यसलाई होमोजिनियस लिस्ट हेट्रोजिनियस लिस्ट भन्न सकिन्छ। ओके, माथिको चाहिँ होमोजिनियस लिस्ट भन्न सकिन्छ है। सेम डेटा टाइपको छ नि त, यहाँ सबै इन्टिजरको छ नि त। ओके, अब चाहिँ लिस्ट कसरी बनाउने त्यो हेरौँ है त। ओके, अहिले चाहिँ पिडिएफलाई मात्र देखाइरहेको छु, पछि चाहिँ कोड गरेर नि देखाउँछु है। तल गएपछि हल्का तल गएपछि अहिले चाहिँ सजिलो होस् भनेर पिडिएफलाई देखाइरहेको छु। इम्टी लिस्ट भनेको खाली लिस्ट भनिन्छ नि। यहाँभित्र कुनै एलिमेन्ट छैन, त्यसलाई चाहिँ कसरी इन्डिकेट गर्ने भने दुईटा स्क्वायर ब्राकेट, एउटा ओपन र अर्को अफ गरेर यसलाई चाहिँ हामीले इम्टी लिस्टको रूपमा युज गर्न सकिन्छ। ओके, यो चाहिँ कति बेला युजफुल हुन्छ भने किन हामीले इम्टी लिस्ट चाहिँ किन डिक्लेयर गर्नु पर्यो त नि भन्दा, यो चाहिँ हजुरले डिफ्रेन्ट प्रोग्राम गर्दाखेरि हजुरको एक्सपिरियन्स छ भने त्यति बेला हजुरले सम इजिकल टु 0 भनेर माथिपट्टि ए इजिकल टु 0 त्यसरी नै डिक्लेयर गर्नुहुन्थ्यो नि। यो त्यसरी नै इम्टी लिस्ट चाहिँ यसरी डिक्लेयर गर्न मिल्छ, तर तल गएपछि चाहिँ भ्यालु इन्सर्ट गर्न मिल्छ है। ओके, ओके, यो चाहिँ लिस्ट भनेर, ओके लिस्ट अनि दुईटा स्मल ब्राकेट लेखेको छ भने चाहिँ यसलाई चाहिँ कन्स्ट्रक्टर भन्न सकिन्छ है। लिस्टको कन्स्ट्रक्टर हो यो भनेको। लाइक यहाँ मैले देखाएको छु नि, यो सबै चाहिँ लिस्टको इक्जाम्पलहरू हुन् र नम इजिकल टु 1, ओके नम 12 है त, इजिकल टु 1 2 3 यो लेख्नु र नम 2 इज इक्वल टु लिस्ट 1 2 3 यो लेख्नु सेम हो है। यो दुईटा लेख्नु सेम नै हो। लिस्ट भनेर चाहिँ यसले इन्डिकेट गरेको छ। यसमा चाहिँ लिस्टको हामीले सिम्बल युज गरेका छौँ, स्क्वायर ब्राकेट है। यो बोथ लेख्नु सेम नै हो र ओके, यसलाई चाहिँ डिलिट गरिदिन्छु म। हामीले चाहिँ अब टाइपभित्र नम 2 राख्यौँ भने यसले लिस्ट देखाएछ नि त्यही। ओके, यो लिस्ट हो भनेर यसले डिस्प्ले गरेको छ। ओके, नेस्टेड लिस्ट भनेको लिस्टको भित्र अर्को लिस्ट है। यो चाहिँ होल लिस्ट भयो है। अनि यो चाहिँ स्मल लिस्ट भयो। लिस्टहरू पनि एलिमेन्टको रूपमा आइरहेछन् भने यसलाई चाहिँ नेस्टेड लिस्ट भनिन्छ। ओके, लिस्टको भित्र अर्को लिस्ट छ भने त्यसलाई नेस्टेड लिस्ट भन्न सकिन्छ। ओके, लेट्स सी फ्यू क्यारेक्टरिस्टिक्स अफ लिस्ट। ओके, यसको चाहिँ अर्डर हुन्छ। यो भनेको चाहिँ आइटम ह्याभ इन्डेक्स। ओके, हजुरलाई इन्डेक्स भन्ने त थाहा छ होला,
लाइक हामीले चाहिँ डिफ्रेन्ट नम्बरलाई चाहिँ डिफ्रेन्ट एलिमेन्टलाई डिफ्रेन्ट नम्बरले एलोकेट गरिएको हुन्छ सधैँ स्टार्ट 0 बाट हुन्छ यो 0 हो सरी यहाँमा यही गरौँ है एप्पल चाहिँ 0 मानिन्छ फर्स्ट यसलाई चाहिँ अनि म्याङ्गोलाई 1 त्यसपछि 2 3 4 हुँदै इन्डेक्स लाइन्छ के जस्तै अब हामीले प्रिन्ट फ्रुट्स 0 हाल्यो भने ओके ओके 0 हान्यौँ भने एप्पल देखाउँछ कि एप्पल चाहिँ 0 अब 2 हान्यौँ भने ओरेन्ज देखाउँछ ओके एप्पल 0 म्याङ्गो 1 ओरेन्ज 2 यसरी 0 1 2 3 4 5 हुँदै जान्छ एलिमेन्ट्सहरूको ओके म्युटेबल भनेको चाहिँ यसरी पनि चेन्ज हान्न सकिन्छ कि हामीले यसलाई चाहिँ म कपी गर्छु है त कन्ट्रोल सी यहाँ ल्याउँछु FRUITH fruits is equal to sorry mutable 0 is equal to ओके एप्पलको ठाउँमा अब हामीले वाटरमेलन नै राख्न मिल्छ कि वाटरमेलन ओके जस्तै हाम्रो एप्पललाई रिमुभ भएर वाटरमेलन पनि राख्न मिल्छ भन्नाले भित्रको एलिमेन्टहरू चेन्ज गर्न मिल्छ भने चाहिँ त्यसलाई चाहिँ हामीले म्युटेबल भन्न सकिन्छ जस्तै प्रिन्ट FRUITH fruits ओके यो एप्पलको ठाउँमा हाम्रो वाटरमेलन आयो नि त प्रिन्ट हान्दा फेरि ओके ओके डुप्लिकेट अलाउडेड भनेछ है ओके ओके अब यहाँ चाहिँ फेरि यहाँ पनि एप्पल भनेर लेखेको भने प्रिन्ट FRUITH fruits भन्यो भने यहाँ पनि एप्पल छ यहाँ पनि एप्पल छ भन्नाले डेटाहरू डुप्लिकेट हुन सक्छन् भन्नाले एउटै सेम डेटा रिपिट हुन सक्छ अहिले हामीले सेट पढ्छौँ सेटमा चाहिँ अहिले रिपिट हुन सक्दैन है त्यो नै पढ्छौँ हामी डाइनामिक साइज हुन्छ यसको साइज इन्क्रिज अर डिक्रिज गर्न सकिन्छ डेटा मल्टिपल डेटा टाइपहरू अलाउडेड हुन्छन् ओके अर्को चाहिँ एक्सेसिङ लिस्ट एलिमेन्ट्स अहिले मैले सिकाएको थिएँ नि हजुरलाई यो माई लिस्ट भनेर यसको भित्र लिस्ट छ नि यसमा चाहिँ हामीले इन्डेक्स युज गरेर डिफ्रेन्ट डेटाहरू चाहिँ फेच गर्न मिल्छ कि लिस्टबाट जस्तै ओके कन्ट्रोल V भने अब यहाँबाट चाहिँ हामीले प्रिन्ट फ्रुट्स र हामीले चाहिँ फेरि स्क्वायर ब्र्याकेटमा इन्डेक्स लेखियो भने यहाँ भएको चाहिँ भ्यालु हामीले फेच गर्न मिल्छ जस्तै हामीलाई बनाना चाहियो भने यसको इन्डेक्स कति हो एप्पल 0 म्याङ्गो 1 ओरेन्ज 2 बनाना 3 भनेपछि यहाँ 3 हुन्छ ओके 3 हान्यो भने बनाना आउँछ नेगेटिभ इन्डेक्सिङ ओके पोजिटिभ इन्डेक्सिङ भनेको चाहिँ यो 0 यो 1 यो 2 यो 3 यो 4 यसरी जान्छ भने नेगेटिभ इन्डेक्सिङ भनेको लास्टतिरबाट आउनु पर्यो यो -1 यो -2 यो -3 यो -4 यो -5 ओके अब हामीले यहाँ -1 हान्यौँ भने पपाया आउँछ कि अब ओके ओरेन्ज हान्नु पर्यो भने हामीले 2 हाने पनि ओरेन्जै आउँछ अगाडिबाट इन्डेक्सिङ लाउँदा फेरि लास्टबाट हान्नु पर्यो भने यो -1 यो -2 यो -3 यहाँ -3 हाने पनि ओरेन्ज नै आउँछ है त आउटपुट यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले ओके ओके लिस्ट स्लाइसिङ हामीले लिस्टलाई चाहिँ डिफ्रेन्ट स्लाइसमा चाहिँ लिन सकिन्छ क्या फेच गर्न सकिन्छ ओके हाम्रो फ्रुट्स भनेर छ नि प्रिन्ट फ्रुट्स ओके अब यहाँ हेरौँ है त हाम्रो यसको सिन्ट्याक्स कस्तो रहेछ भने यो स्टार्ट छ अनि फेरि कोलन दिएर अनि इन्ड अनि फेरि कोलन दिएर स्टेप अब ओके म एक्सप्लेन गर्छु
हजुरको यो छ नि यो 0 1 2 3 हामीलाई यति एप्पल म्याङ्गो ओरेन्ज र बनाना चाहिएछ भने हामीले कहाँबाट 0 बाट चाहियो 1 2 3 सरी यो 0 1 2 3 इन्डेक्स 3 सम्म चाहिएछ नि 3 सँग चाहिएछ भने चाहिँ हामीले यहाँ 4 हान्नुपर्छ कि +1 हान्नुपर्छ यसले चाहिँ लास्टको 1 लाई चाहिँ इग्नोर गर्छ ओके बनाना आयो अब हामीले यहाँ 3 हानेको भए चाहिँ ओरेन्ज सम्म मात्र आउँथ्यो ओके अब हामीले यहाँ ओरेतापट्टि 0 नलेखिकन डाइरेक्ट कोलन दिएर 3 लेख्यौं भने यसको अगाडि केही लेखेनौं भने यसले आफै बुझ्छ कि यो फर्स्ट बाटै 0 बाटै जाने हो भनेर 3 सम्म जाने भनेर यसले आफै बुझ्छ ओके एप्पल म्याङ्गो ओरेन्ज आउँछ ओके अब 0 1 2 ओरेन्जबाट लास्ट सम्म चाहियो भने चाहिँ हामीले 1 2 0 1 2 3 4 4 भनेपछि 5 गरौँ है त 5 हान्यो भने ओरेन्ज बनाना पपैया आयो ओके अब हामीले यो 5 नलेखिकन लास्टसम्मै जाने हो भने चाहिँ केही नलेख्दै नि यसले लास्टसम्मै जाने हो भनेर आफै बुझ्छ ओके अब चाहिँ यसको चाहिँ स्टेप्स ओके अब यहाँ चाहिँ 2 बाट 1 बाट 4 सम्म जाने गरौँ है त म्याङ्गो हैन सबै गरौँ न यस्तो गर्यो भने सबैले बुझ्छ है त यो यता नि केही छैन यता नि केही छैन भने यसले आफै होल भन्ने बुझ्छ ओके यस्तो भयो भने चाहिँ यसले इरर देखाउँछ तर यतिकै छ भने चाहिँ यसले फुल नै प्रिन्ट गर्छ है फ्रुट्स मात्र छ भने नि इन्डेक्स लाएर यो गरे पनि यसले फुल नै गर्छ ओके अब चाहिँ हामीले स्टेप अब कसरी फेड्किने भनेर भन्छु है त अब हामीलाई के चाहियो एप्पल चाहियो ओरेन्ज चाहियो अनि पपैया चाहियो बिचको 1 स्टेप स्किप हान्नु पर्यो भने चाहिँ हामीले यसरी हान्न सकिन्छ है हामीलाई अगाडि 0 बाट लास्टसम्मै चाहियो यसलाई हामीले कसरी लेख्न सकिन्छ यसरी लेख्न सकियो ओके फेरि ओके यो धेरै लेख्छु 0 बाट 5 सँग चाहियो फेरि अर्को सेमिकोलन दिएर 2 लेख्यो भने चाहिँ यसले चाहिँ डाइरेक्ट 1 स्किप हानेर 2 मा पुग्छ के यसले सुरुमा के गर्छ 0 प्रिन्ट हान्छ अनि 1 2 अनि सेकेन्ड स्टेपमा गएर ओरेन्ज प्रिन्ट हान्छ अनि फेरि 1 बनानामा गएर यसलाई इग्नोर गर्यो र 2 मा गएर पपैयालाई यसले के गर्यो प्रिन्ट गर्यो ओके यसले चाहिँ कति स्किप गर्ने भनेर इन्डिकेट गर्छ अब यहाँ 3 हान्यौं भने चाहिँ एप्पल बनाना यसले के गर्छ एप्पल प्रिन्ट हान्यो 2 गएर यो गयो स्किप हान्यो यसलाई यसरी 0 यसले चाहिँ एप्पल प्रिन्ट हान्यो अनि 1 2 इग्नोर गर्यो अनि डाइरेक्ट 3 मा पुग्यो ओके यसले चाहिँ 3 स्टेपमा पुग्छ के 1 2 3 ओके अब चाहिँ हामीले डाइरेक्ट यसरी भने पनि यसले बुझ्छ है ओके अब चाहिँ चेन्जिङ लिस्ट एलिमेन्ट है अहिले मैले देखाइसकेको छु फेरि पनि देखाउँछु म हामीले यो पपैयालाई चाहिँ वाटरमेलनमा कन्भर्ट गर्न पर्यो भने चाहिँ यस्तो गर्न मिल्छ FRUITS फ्रुट्स को इन्डेक्स कति हो यो पपैया 1 0 1 2 3 4 इन्डेक्स 4 को इज इक्वल टु वाटरमेलन हान्यौं भने प्रिन्ट फ्रुट्स गर्यौं भने चाहिँ पपैयाको ठाउँमा वाटरमेलन आउँछ है त ओके लिस्ट एपेन्ड हाम्रो चाहिँ अब यो लिस्ट छ हैन यो फ्रुट भन्ने चाहिँ यो लिस्ट छ अब हामीले यसको लास्टमा चाहिँ एउटा वाटरमेलन भन्ने चाहिँ फ्रुट एड गर्नु पर्यो भने FRUITS फ्रुट्स ओके यसको डट एपेन्ड युज गरिन्छ है हामीले है फ्रुट्स डट
एपेन्ड यहाँ गएर चाहिँ वाटरमेलन हान्यो र प्रिन्ट fruits fruits यसमा पहिला चाहिँ प्रिन्ट fruits fruits हानौँ है त ओके यसले चाहिँ सुरुमा पपैयासम्म मात्र देखाइरहेको थियो भने डट एपेन्ड गरेपछि वाटरमेलन लास्टमा थपियो ओके ओके अर्को छ इन्सर्ट अब हामीलाई ओके फ्रुट्स भनेको यही राखौँ है त हामीलाई वाटरमेलन लास्टमा थप्नु छैन ल म्याङ्गो र ओरेन्जको बिचमा गएर वाटरमेलन थप्नु छ त्यस्तो भए कसरी गर्ने इन्डेक्स थाहा पाउनु पर्यो है एप्पल 0 भयो म्याङ्गो 1 भयो त्यसपछि थप्ने हो नि त 2 मा थप्ने रहेछ है हामीलाई इन्डेक्स 2 मा चाहिँ वाटरमेलन थप्ने रहेछ है त्यसो भएपछि चाहिँ सुरुमा चाहिँ यसलाई नै फ्रुट्स भनेर यसलाई प्रिन्ट हानौँ र थप्नको लागि के गर्नुपर्छ भने डट इन्सर्ट गर्नु पर्यो है यसमा चाहिँ हामीले अहिले हाम्रो एपेन्डमा के हुन्छ लास्टमा गएर आफै थपिन्छ तर इन्सर्टमा चाहिँ हामीले इन्डेक्स देखाउनु दिनुपर्छ के 2 हामीले चाहिँ सेकेन्ड इन्डेक्समा के थप्ने भने वाटरमेलन एड गर्ने अब यसलाई चाहिँ प्रिन्ट गरौँ है त प्रिन्ट fruits ओके म्याङ्गो र ओरेन्जको बिचमा वाटरमेलन आयो ओके इन्सर्ट अब एक्सटेन्ड एक्सटेन्ड भनेको फेरि फ्रुट्स भन्ने त्यही अहिकै लिएँ मैले र एक्सटेन्ड भनेको चाहिँ हाम्रो मल्टिपल भ्याल्यु अथवा मल्टिपल एलिमेन्ट्स चाहिँ एड गर्नु पर्यो भने हामीले डट एक्सटेन्ड भन्ने युज गर्न सकिन्छ फ्रुट्स डट एक्सटेन्ड एक्सटेन्ड छ र यसलाई चाहिँ हामीले खोलेर के थप्ने हो एउटा वाटरमेलन थपौँ अर्को पाइन एप्पल थपौँ होइन ओके यहाँ फेरि त्यो गरौँ है त प्रिन्ट fruits यसको नि प्रिन्ट fruits ओके हेरौँ है त यहाँ माथिकोमा चाहिँ पपैयासम्म मात्र आयो लास्टमा चाहिँ वाटरमेलन र पाइनएप्पल पनि एड भएको छ मल्टिपल भ्यालु एड गर्नु पर्यो भने हामीले एक्सटेन्ड युज गर्नु पर्यो सिंगल भ्यालु तर लास्टमा एड गर्नु पर्यो भने एपेन्ड युज गर्दा भयो र सिंगल भ्यालु अनि त्यो चाहिँ भ्यालु चाहिँ हाम्रो भ्यालु र इन्डेक्स सर्टेन इन्डेक्समा एड गर्नु पर्यो भने चाहिँ इन्सर्ट युज गर्नु पर्यो है ओके हाम्रो यो छ नि अब चाहिँ हामीले रिमुभमा आइसकेका छौँ fruits डट रिमुभ भनेर यसमा म्याङ्गो हटाउनु पर्यो भने है म्याङ्गो यसलाई प्रिन्ट अर्को प्रिन्ट fruits म्याङ्गो हटाउनु पर्यो भने डट रिमुभ युज गर्न सकिन्छ fruits ओके यहाँबाट अब यो लिस्टबाट म्याङ्गो हट्यो है डट पप भनेको नि त्यही नै हो पप भनेर नि यसरी नै हटाउन सकिन्छ पप 1 भनेर रिमुभ जस्तै हो ओके रिमुभमा चाहिँ यस्तो भ्यालु राख्न मिल्छ भने यसमा पपमा चाहिँ इन्डेक्स राख्नुपर्छ ओके क्लियर डट क्लियर हान्यौँ भने चाहिँ यो चाहिँ इम्टी हुन्छ यसले यहाँ भएको सबै एलिमेन्ट फालिदिन्छ ओके इन्डेक्स डट इन्डेक्स 10 भन्यो भने चाहिँ यसले चाहिँ इन्डेक्सको ओके ओके इन्डेक्सको देखाउँछ है त फ्रुट्स डट इन्डेक्स 2 हान्यो भने इन्डेक्स 2 मा भएको भ्यालु प्रिन्ट इन्डेक्स 2 मा भएको भ्यालु ओके
ओके ओ यहाँ चाहिँ त्यो हानेछु है मैले 2 is not in the list. ओके यसले चाहिँ हाम्रो भ्यालुको कति इन्डेक्स छ भनेर देखाउँछ ओके हामीले फ्रुट्स डट इन्डेक्स हानेर यसको भित्र भ्यालु हान्यौँ भने चाहिँ यसले चाहिँ यसको इन्डेक्स कति छ त नि भनेर त्यो डिटरमाइन गर्छ है त्यसलाई चाहिँ प्रिन्ट हान्छ जस्तै हामीले बनाना हान्यौँ भने चाहिँ बनानाको इन्डेक्स 3 छ ओके डट काउन्ट भनेको ओके यहाँ चाहिँ नम भनेर मैले एउटा बनाएँ नम भनेको 1 2 3 4 5 फेरि 1 1 हैन यहाँ 3 वटा 1 छ हैन यसले चाहिँ त्यहाँ भित्र भएकोलाई चाहिँ काउन्ट गर्छ है नम डट काउन्ट 1 हाने है त मैले प्रिन्ट 3 वटा छ भनेर यसले देखाइदियो ओके डट सर्ट भन्यो भने चाहिँ यसले चाहिँ यसलाई नै म डट सर्ट हान्छु है त ओके कन्ट्रोल होम कन्ट्रोल सी कन्ट्रोल बी नम डट सर्ट हान्यो भने चाहिँ यसले चाहिँ हाम्रो सर्ट भएर प्रिन्ट नम यसले चाहिँ एसेन्डिङ अर्डरमा यसले के गर्छ कन्भर्ट गरिदिन्छ जस्तै इक्जाम्पलको लागि यसलाई चाहिँ 50 गरे यसलाई 30 गरे भने नि यसले चाहिँ एसेन्डिङ अर्डरमा यसले कन्भर्ट गरिदिन्छ डिसेन्डिङ अर्डरमा लानु पर्यो भने चाहिँ सर्टको भित्र रिभर्स इज इक्वल टु ट्रु गर्न सकिन्छ ओके डिसेन्डिङ अर्डरमा अथवा लिस्टलाई चाहिँ हामीले रिभर्स गर्न पर्यो भने चाहिँ डट रिभर्स भनेर नि युज गर्न सकिन्छ भने यस्तो पनि युज गर्न सकिन्छ है प्रिन्ट फ्रुट्स भित्रको हामीले के चाहियो सबै चाहियो र दुईटा सेमिकोलन दिएर -1 गरेर यसरी पनि हामीले रिभर्स गर्न सकिन्छ हाम्रो यो फ्रुट्स हाल्नमा है त माथि चाहिँ प्रिन्ट एफआरयुआइटी माथिको चाहिँ फ्रुट्स भयो तलको चाहिँ रिभर्स भयो के फ्रुट यो पनि युज गर्न सकिने भयो ओके अब चाहिँ पाइथनको डिफ्रेन्ट लिस्टको फङ्सनहरुतिर जाम ओके यहाँ चाहिँ पाइथनको डिफ्रेन्ट लिस्टको फङ्सनहरु छन् यसलाई चाहिँ म यसो एक्सप्लेन गर्छु हाम्रो लिस्टमा चाहिँ 1 2 3 4 छ र लेन माई लिस्ट भन्ने एलियनले चाहिँ के गर्छ यहाँ भित्र कतिवटा एलिमेन्ट छ भनेर चाहिँ काउन्ट गर्छ ओके डट काउन्टले के गर्थ्यो काउन्टले चाहिँ त्यहाँ भित्र भएको एलिमेन्ट कुनै रिपिट भएको छ कतिचोटि रिपिट भएको छ भनेर काउन्ट गर्थ्यो भने लेनले चाहिँ त्यहाँ भित्र कतिवटा एलिमेन्ट छ जस्तै यो कतिवटा एलिमेन्ट छ यहाँ 4 वटा छ नि त्यही काउन्ट गर्छ म्याक्स भनेको यहाँ भित्र म्याक्स भ्यालु कति छ मिन भनेको मिन भ्यालु सम भनेको चाहिँ टोटल सम कति आउँछ त नि यहाँ भएको एलिमेन्टको भनेर यसले डिस्प्ले गर्छ ओके अब लुपिङ थ्रु लिस्ट हजुरले लुप पढ्नु भएको छैन भने एकछिन वेट गर्दा नि भयो है यो चाहिँ हजुरले लुप पढिसक्नु भएको छ र यसो रिभिजन गर्दै हुनुहुन्छ भने म यो देखाउँछु हजुर बिगिनर हुनुहुन्छ र लुप पढ्नु भएको छैन भने चाहिँ ओके लुप पढ्नु भएको छैन भने चाहिँ अहिले केही नबुझ्न नि सक्नुहुन्छ म पछि यो फेरि रिपिट गर्ने नै छु लुपमा गसिने ओके यो भनेको हाम्रो फ्रुट्स भन्ने एउटा लिस्ट भयो यो अझै माई लिस्ट भन्ने एउटा ओके दुईटा लिस्ट बनाए है त मैले है ओके हामीले यही भित्र भएको आइटमलाई चाहिँ यसरी नै प्रिन्ट हाल्नु मिल्छ के प्रिन्ट सरी लुपको लागि चाहिँ फर आइटम्स इन माई लिस्ट ओके प्रिन्ट आइटम्स यसरी नै यहाँ भित्र भएको आइटम्सलाई हामीले प्रिन्ट गर्न मिल्छ है
आइटम्स इन माई लिस्ट भनेर यसरी नि गर्न मिल्यो। ओके, अब यसलाई चाहिँ हामीले FRUITS फ्रुट्स हाने भने आइटम्स इन फ्रुट्स एप्पल, म्याङ्गो, ओरेन्ज, पपैया, बनाना पपैया यसरी नै हामीले प्रिन्ट गर्न मिल्छ है। प्रिन्ट गर्नु पर्यो भने यसरी रेन्ज लाएर अनि लेन लिस्ट भनेर कतिवटा लिस्ट छ भनेर त्यसको इन्डेक्स पनि यसरी इन्डेक्स अनुसार नि हामीले त्यसलाई प्रिन्ट गर्न मिल्छ। व्हाइल लुपमा नि यसरी युज गर्न सक्छौं। ओके, ओके, दिस इज मोर इम्पोर्टेन्ट। ओके, हामीले 1 2 3 4 5 भनेर बनाउनु पर्यो भने, सरी 0 1 2 3 4 भनेर बनाउनु पर्यो भने हामीले यसरी नै लिस्टको भित्र लुपलाई नि यसरी नै युज गर्न सकिन्छ है। के भन्यो ओके, हामीले लिस्टको भित्र यसरी नै लुप चलाएर एक्स को भ्यालु डिटरमाइन गर्न सकिन्छ है, अथवा कुनै लिस्टको भ्यालु यसरी नै डिटरमाइन गर्न सकिन्छ। ओके, यो चाहिँ अलि एडभान्सतिर गइरहेछु म। ओके, यो चाहिँ इभन अड फाइन्ड आउट गर्ने लिस्टको भित्र यिनीहरू चाहिँ जस्ट सर्टकट हो। अब हामीले पहिला सिकेको तरिकाले नि गर्न मिल्छ, तर यिनीहरू चाहिँ हल्का सर्टकट मात्र हो। यो गाह्रो लाग्छ भने यिनीहरू अहिलेको बिगिनरलाई चाहिँ हल्का स्किप गर्दा नि केही हुँदैन। ओके, यसरी नै गर्न मिल्छ है भनेर देखाएको मात्र हो मैले। फर एक्स इन रेन्ज 10 इफ एक्स मोडुलस 2 इज डबल इक्वल टु 0 भनेपछि चाहिँ हाम्रो चाहिँ यो प्रिन्ट हुन्छ नि इभन नम्बरहरू। ओके, ओके, म चाहिँ अब नेस्टेड लिस्ट हल्का एक्सप्लोर गराउँछु। ओके, अब हामीलाई यसको भित्रहरू राख्दिउँ न, फ्रुट्स राख्दिउँ है, कन्ट्रोल सी। सेकेन्डमा चाहिँ यसरी नै लिस्टको भित्र नेस्टेड लिस्टमा चाहिँ कसरी हामीले भ्यालु एक्सट्र्याक्ट गर्न सकिन्छ भने प्रिन्ट म्याट्रिक्स हेर्ने। अब यो कति नम्बरमा छ, यो 1 इज 0, फर्स्टको लागि के भनिन्छ 0, इन्डेक्स 0 छ होइन। यो लिस्टको 0 छ, यो लिस्टको 1 छ, यो लिस्टको 2 छ। हामीलाई चाहिँ म्याट्रिक्स 1 को ओके 0 1 1 को भित्र कतिको चाहियो हामीलाई 1 को 0 1 1 को 1 हाल्यौं भने हाम्रो म्याङ्गो आउँछ। ओके, यो चाहिँ 0 भयो इन्डेक्स, यसको 1 भयो अनि यो तलको चाहिँ 2 भयो है। यहाँ चाहिँ म्याट्रिक्सलाई कमाले नि सेपरेट गरेको छ। म्याट्रिक्सको यिनीहरू चाहिँ हाम्रो नम्पाई पान्डासको नम्पाई पढ्ने बेला चाहिँ मेन इम्पोर्टेन्ट हुन्छ यिनीहरूको चाहिँ नेस्टेड लुपको चाहिँ। अब हामीले चाहिँ बनाना प्रिन्ट लिन पर्यो भने यो 0 यो 1 को भित्र पर्दो रहेछ होइन। 1 को भित्र कतिमा पर्दो रहेछ 0 1 2 3 मा पर्दो रहेछ बनाना। यो म्याट्रिक्स 1 को भित्रको 3। ओके, बनाना आयो है। ओके, 1 2 भनेर गर्यो। ओके, लिस्ट छ। 12 भनेको नि यो लिस्ट टाइप नै हो, त्यसलाई म पछि भिडियो बनाउने नै छु। लिस्ट अपरेटर कन्क्याटिनेसन अब यसरी नै गर्न मिल्यो। लिस्ट 1 भनेको 1 2 3, लिस्ट 2 भनेको 4 5 6, लिस्ट 3 इज इक्वल टु लिस्ट 1 प्लस लिस्ट 2 गरेर प्रिन्ट लिस्ट 3 गर्यो भने
यसले कन्क्याटिनेट गरिदिन्छ, दुईटाले जोडिदिन्छ है। 1 2 3 4 5 6 यसो नै गर्नु मिल्यो है। ल है त लिस्ट 3 भनेको हाम्रो यो भयो है। ओके लिस्ट 3 भनेको हाम्रो कति हो 1 2 3 4 5 6 प्रिन्ट लिस्ट 3 टाइम्स 2 गर्यो भने सबैलाई चाहिँ यसले लिस्ट के गरिन्छ फेरि रिपिट गरिदिन्छ के कन्क्याटिनेट गरेर। ओके -2 गर्यो भने चाहिँ यस्तो चाहिँ सपोर्ट गर्दैन, मल्टिप्लिकेसन गर्दो रहेछ। ओके प्लस नि गर्दैन, डिभिजन चाहिँ गर्छ जस्तो लाग्छ मलाई, गरेन सरी डिभिजन गरेन, तर मल्टिप्लाई गर्यो भने चाहिँ ओके भ्यालु चाहिँ डबल रिपिट गर्न सकिन्छ है यसरी नै 1 2 3 4 5 6 1 2 3 4 5 6। ओके रिप्रिन्ट गरेँ, रिपिटेसनको लागि चाहिँ मल्टिप्लाई बाई 3 गरेको छ यहाँ। ओके ओके अब चाहिँ हाम्रो कन्डिसन स्टेटमेन्टमा चाहिँ कसरी युज गर्न सकिन्छ भने लिस्ट 1 इज इक्वल टु 1 2 3 4 5। ओके इफ 5 इन लिस्ट 1 के 5 लिस्ट 1 मा पर्छ भने प्रिन्ट 5 इन्क्लुडेड भनेर गरे है त। एल्स प्रिन्ट 5 एक्सक्लुडेड भनेर हैन, यो चाहिँ सिम्पल प्रोग्राम बनाए है। यसरी नै 5 इन लिस्ट 1 यसरी युज गर्न सकिन्छ, इन गरेर हामीले चेक गर्न सकिन्छ यो यसमा पर्छ कि पर्दैन भनेर। ओके इन्टरभ्यू क्वेसन्स। ओके रिभर्स लिस्ट गर्ने एकचोटि ट्राई गर्नु न हजुरले नै, नभए यहाँ एन्सरहरू छन्। ओके फाइन रिमुभ डुप्लिकेट सेटको चाहिँ यो चाहिँ अलि बुझ्नुहुन्न होला, अहिले मैले पढाइसकेको छैन, तर यो चाहिँ पछि सिक्ने नै छ। रियल लाइफ इक्जाम्पल्स स्टुडेन्ट मार्क्स, अनि स्टुडेन्ट मार्क्सलाई चाहिँ एभरेज सम मार्क्स भनेर लेन मार्क्सले डिभाइड गरेर यसरी युज गर्न सकिन्छ। टाइम कम्प्लेक्सिटी र वेन टु युज लिस्ट। ओके यो हजुरहरूले हेर्नु न, म तल डिस्क्रिप्सनमा यसको लिङ्क राखिदिन्छु यो पिडिएफको, हजुरहरूले यसलाई एक्सप्लोर गर्न सक्नुहुन्छ नोटको रूपमा। ओके लिस्ट भनेको चाहिँ वेन टु युज, हामीलाई अर्डर डेटा चाहियो र हाम्रो चेन्ज त्यहाँ भएको एलिमेन्टलाई चाहिँ हामीले फ्रिक्वेन्टली चेन्ज गरिराख्नुपर्छ भने, र हामीलाई डुप्लिकेट डेटा चाहिन्छ इन्डेक्सिङ चाहिन्छ भने चाहिँ हामीले युज गर्न सकिन्छ। ओके आजको लिस्टको लागि यति नै। ओके थ्याङ्क यू।